नमस्कार सबैजनामा। आज हामी पत्रिका क्याम्पमा 2-3 दिनको अन्तरालपछि हामी बिदाई हुँदैछौँ। अमेरिकामा प्रस्थान हुँदैछौँ। फेरि हामी अमेरिकाबाट घुम्न आएका थियौँ। यहाँ हाम्रा सानाबा सानीमा टङ्का माल दिदी टङ्का मम्मी बुवा हामी सबैजना आज यहाँ बिदाईको अवसरमा सबैजना एकजुट भएर बसेर हामी गफ गरेर खाएर एउटा अविस्मरणीय क्षण बनाएका छौँ र यहाँबाट हामी बिदा हुने क्रम लगभग भइसकेको छ र त्यसै क्रममा यहाँ पत्रिका क्याम्प कस्तो छ त भनेर हामीले हेर्न सक्छौँ, देख्न सक्छौँ। अहिले धेरै परिवर्तन भएको छ। ठाउँहरू, यहाँको घरहरू, बसोबसाइ सबै कुरोमा धेरै परिवर्तन आएको छ र यति भन्दै अब सबैले हेरिदिनु होला भिडियो। अब ठुलो रूपमा नलिदिनु होला, सानो भाइले यसो भिडियो बनायो भनेर त्यसरी सोचिदिनु होला भन्दै बिदा हुन चाहन्छु। धन्यवाद।